मेरो मम्मी अनि मैले हो क्या मेरो ड्याड मम्मीको हो तपाईँको सब लाग्दैन हो के उदयपुरबाट झापा गएको हो के अनि यस्तो बुझ्नु गफाडी पनि हुनुको लिमिट हुन्छ तपाईले क्रस गर्नुभयो यार लो हो के कसम सुहाग रात्रे कतिको कुरा प्राइभेसी हुन्छ बामाको प्राइभेसी खोल्दिनी अनि मान्छे लो अचम्म हनीमुन भनेर कहाँ कहाँ जान्छन् आफैले अनाउन्स गर्दैन मैले त झन् गर्दे म त्यहीबाट उत्पत्ति भएको भने चाहिँ मैले भन्न नपाउनु झापा जन्म त मान्छे राम्रो हुनुहुन्छ अलिक गफाडी पनि त्यही भएर झापाले मलाई राम्रोसँग थाहा छ कि म झापालीबाट स्टार्ट भएको जन्मेको बाजेको सर्प तन्केर के बोल्छ छि ए एउटा धत होइन होला ले माछा होला के साह्रो सर्प भनेर हौ अति हो यार बस बस तपाईँ सुत्नु पर्दैन अब हजुर तपाईँ सुत्नु पर्दैन अब म सुत्ने अब कोसँग ए नै हजुर कोसँग भनेको अँ उसँग सिरकसँग तपाईँ टिकटक लाइभमा हुनुहुन्छ कि भिडियो कलमा हुनुहुन्न प्लिज अब कोसँग सुत्ने भने त अब सिरक छ त अनि नै साथमा दिदी हुन्छ बहिनी हुन्छ त नि अनि मेरो बाबाआमाले मलाई एक्लै जन्मायो के गर्नु त हजुर जन्मिलामा पनि जन्मिलामा पनि एक्लै जन्मे हो अब के गर्नु त म त एक्लै छु तपाईँ चाहिँ कसरी जोडी हुनुभयो त एक्लै जन्मेर कसरी जोडी हुनु कसरी जोडी हुनुभयो त अनि अहिले म त एक्लै छु त अनि जन्मेदेखिको एक्लै छु सँगै को जन्मिन्छ रे यार ल म त चियावाले चाहिँ म त ठ्याक्कै सुत्नु लागेको थिएँ हजुर के भन्नु थ्याङ्क यू अनि म एक्लै जन्मेको अनि एउटै छोरी अनि म कोसँग सुत्नु त भन्नु त फेरि बाबुआमालाई फेरि स्वागत मनाउनु मलाई अर्को पास चाहियो भन्नु पर्ला तपाईँ त लास्टै मान्छे त बहिनी चाहियो भनेको के बहिनी चाहियो भन्नु पर्यो मान्छे त लास्ट सिम्पल सोझी कुरा चाहिँ के हो यार अनि खालि तपाईँ एक्लै भन्नुहुन्छ अनि अब मलाई एक्लै जन्माए त अनि कोसँग सुत्नु त के अब एउटा बहिनी पाउन लगाउनु पर्यो जब तिमी बुढेसकालमा गाह्रो हुन्छ म जवानी घर त आउन पनि भने हो हाम्रो जवानी छन् के दुईजना अब यस्तो बेला मैले छोरी पाऊँ भनेको श्रीमती नाइ भन्छन् अब यस्तो बेला खेताला खोज्नु भएन भयो त नि खेतालो खोज्दाखेरि कसलाई खोज्ने कहिले काहीँ त खेतालोले नि काम गर्छ त हौ सधैँ काम एउटैले गर्ने त खेतालोले बोलाउनु पर्छ त हुन्छ चियावालीजी हजुर आज टाइम भयो खुसी लाग्यो नाइस टु मिट यु साह्रै खुसी लाग्यो हजुर